म 6 वर्ष होइन म 7 वर्षको भएको छु। म कक्षा 2 मा पढ्छु। अनि मैले 2 चोटि खिचरा मौसममा गीत गाइसके। अब म सारङ्गीको गीत गाउँछु। एबा एबा है तिमीले किन मलाई सधैँभरि कालीकुरी गरे? किनभने सबभन्दा ठुलो मान्छे होला, परसम्म देख्लास् भनेर नि कान्छ। इष्टको त आफ्नै काटी छोरालाई भोटो, गरिबैको घरमा जन्म लिनु कर्मै खोटो। इष्टको त आफ्नै काटी छोरालाई भोटो, गरिबैको घरमा जन्म लिनु कर्मै खोटो। पढाइ लेखाइ ठुलो मान्छे बनाउने रहर, गाउँमै बिटो आफ्नो जीवन पुगोस् छोरा सहर। तिमीलाई गीत गाउन पालादेखि यो सारङ्गी रेटेर नि जिन्दगी चलिरहेछ सारङ्गी जानिन मैले यो भन्दा अरू त छोराले चाहियो न हिँडोस्। कसले सिकायो तिमीलाई गीत गाउनलाई? बाबु तिमीलाई गीत गाउन कसले सिकायो नि? हो केमा हेरेर सिकायो नि तिमीले गीत गाउनलाई? मोबाइलमा। तिमीलाई सबैभन्दा मनपर्ने कुरो के हो नि? के गर्न मनपर्छ तिमीलाई? दकुर्न। अनि तिम्रो बेस्ट फ्रेन्डको नाम के हो नि? विक्रान्त चौधरी र सुबिन चौधरी। हो उनीहरू कहाँ पढ्छन् सुबिन चौधरी र विक्रान्त? हाम्रै क्लासमा। हो अनि तिमीलाई शनिबार कस्तो लाग्छ? राम्रो। किन राम्रो नि? खेल्न पाउँछ। ए ल तिमी पनि जाऊ ल, साथीसँग गएर बसेर एउटा निचो जाऊ न सर, इन्ट्रोडक्सन गरेर जाऊ ल। नयाँ साथी चिन्जान गर। खै त कस्तो लाज मान्छे हिमानी है। ल चिन्जान गर यहाँ, तिमी यहाँ चिन्जान गर ल। खै ल ल तिमी घुम भाइ, गएर हेलो ह्यान्डसेक गर ल। भाइले ह्यान्डसेक गर्छ ल। हेर हिमानी लजाक, हेर ऊ दौड्यो हिमानी। छि मैले भिडियो खिचेछु हिमानीको। ल यता आऊ ल, जाने घर जाने, आऊ घर जाने। हिमानी दौड्यो।